यो त सँगै पोल्ने हो नि त। यो मेरो पाखुरा काटेर म पोल्न त मिल्दैन नि त। मेरो श्रीमान लगाएर मलाई सँगै पोल्न नसके पनि यो फोटो त सँगै पोलिन्छ होला नि भनेर त्यो हिसाबले मैले म समुद्रराजसँग जान्छु नि त मेरो बुढाको लास लिएर। मेरो बुढाको लास उठाउनु त मेरो अधिकार छ नि त। स्वतन्त्रले मैले दिने होला, दागबत्ती त मैले दिने होला। मेरो अर्को छोरा छ नि त, एउटा मारे पनि अर्को छोराले दिने होला नि त मेरो बुढालाई दागबत्ती। उहाँको मेरै घर दैलो मेरै गाउँबाट जितेर आएको छन्। सुजन गुरुङ गृहमन्त्री भएका छन्। अनि अब बालिनले पनि थाहा नपाएको त होइनन्। उनी यहाँ मेयर हुँदैमा थाहा छ यो कुरा उनलाई। उनी मेयर हुँदाखेरि म त्यहीँ सडकमा अनसन बस्दाखेरि उनलाई सबै कुरा मेरो प्रमाण जम्मै थाहा छ। रवि लामिछानेलाई भन्नै पर्दैन, यसरी नै इन्टरभ्यू लिएर कतिखेर गानु नि। मैले त फाँसीको सजाय मागिरहेको छु। आमा फाँसीको सजाय छैन नेपालमा भन्नु होला, तर बनाउँदा मिल्छ। मेरो यस्तो बच्चा मार्नु पनि त कानुन थिएन नि त। कानुन बनाएर मारे हो र मेरो बच्चालाई, होइन नि। हो त्यो मेरो बच्चा जसरी मारेको छ त्यसरी नै त्यो अपराधीहरूलाई पनि मारुन्। तर बुद्ध जन्मिएको देशमा मान्छे मारुन् चाहिँ म जस्तो आमाले कसरी भन्ने हो र। तर पनि मलाई जुन गरे, मलाई मेरो बुढालाई जुन हैसियत गरेको छ, मेरो बच्चालाई पछाडिबाट गोली हानेर अडी निकालेर मेरो बच्चाको हात भाँचेर खुट्टा भाँचेर टाउका किल्ला ठोकिकन मेरो बच्चालाई जसरी मारेको छ त्यसरी नै यी अपराधीहरूलाई पनि कारबाही होस् भन्न चाहन्छु म त। अनि अब यति वर्ष त मैले ढुकेँ, पर्खेँ, धैर्य रोएँ, यता चिच्याएँ उता चिच्याएँ, नखाइ बसेँ, भोक हडताल बसेँ, के गरेँ दुनियाँ गरेँ मैले। अब उहाँहरूको 100 दिन पुगेको छैन। अब कति दिनमा आउनु हुँदो रहेछ। अब 5 वर्षको हेराको सरकार भन्नुभएको छ होइन। अब 5 वर्ष हेराघेरामा त मलाई त 5 वर्ष त लाउन यिनीहरूले हुँदैन हुने चाहिँ। तर पनि मलाई कति दिनमा मलाई भेट्न आउनु हुँदो रहेछ, कति दिनमा मेरो म्यासेजसँग पुग्दो रहेछ, कति दिनमा मलाई न्याय दिन आउनु हुँदो रहेछ। सरकारको पनि केही पर्खाइमा बसौँ न त भन्ने चाहिँ छ मलाई। तर म भेट्न त जान्छु जान चाहिँ, तर आउनु भएन। 100 दिन पुगेपछि आउनु भएन भने पनि म कुनै मार्फतमा अथवा मानव अधिकार मार्फत, अब कोही वकिलहरू मार्फत, कोही तपाईँहरू जस्तै पत्रकार मार्फत म उहाँहरूलाई भेट्न चाहिँ म जान्छु जस्तो चाहिँ लागेको छ। सर्वोच्चमा मुद्दा छ नि त आमा भन्लान् उनीहरूले फेरि होइन। म त देशैको आमा हो होइन। अनि त्यो भएको कारणले अब के गर्नु हुँदो रहेछ त्यो पर्खाइमा छु म अब।